महान शक्ति सानो उमेरबाट सुरु हुन्छ। हरेक महान शक्ति सानो उमेरबाट सुरु हुन्छ। यो कथा हो बालक हनुमानको, जसले संसारलाई भक्ति र शक्तिको साँचो अर्थ सिकाए। एक दिन उनलाई निकै भोक लाग्यो। मलाई त अहिले भोक पो लाग्यो नि, म अब आकाशतिर जान्छु। आकाशमा चम्किरहेको सूर्यलाई उनले फल सम्झिए र उनी नडराई आकाशतिर उडे। उनको शक्ति असीम थियो, कसैले रोक्न सकेन। देवताहरू डराए। इन्द्रले वज्र प्रहार बालक हनुमान भूमिमा खसे। आफ्नो छोरा लडेको देखेर वायुदेव क्रोधित, संसारबाट हावा नै हरायो। देवताहरूले बाल हनुमानलाई अमर शक्ति दिए। बुद्धि, बल र भक्ति सबै वरदान पाए। बाल हनुमान सधैँ भन्छन्, सत्यको साथ दिनुहोस्। हजुरहरू सबैले सत्यको साथ दिनुहोस्। भक्ति र विश्वास कहिल्यै नछोड्नुहोस्। भक्ति र विश्वास कहिल्यै नछोड्नुहोस्। हजुरको साथ। जय श्री राम। जय श्री राम।